हुन्छ यहाँ हाम्रो नारदज्यू आउनुभएको छ नरबुङबाट हनी लिएर आज कति बोतल ल्याउनु भयो मैले 13 बोतल ल्याएछु 13 बोतल ल्याउनु भयो यसरी अब हनीहरू ल्याउनु सके र कोअपरेटिभलाई सिधै दिएर उहाँले क्यास पैसाहरू लिएर जान सक्यो सो उहाँले बिक्री गर्ने ठाउँहरू खोजिरहनु झोलामा बोकेर हिँडिरहनु परेन सो हामीले बक्स वितरण गरे अनुसार उहाँले काम गरेर उहाँको पुरानै डुड या नयाँ डुडको भए पनि हनीहरू ल्याएर यसरी कपरेटिभ ल्याउनु भयो तपाईँको के छ यसमा राईहरू मेरो एकदम त्यही त एकैचोटि मैले त्यसरी ल्याएर बिक्री गर्नु पाएँ भने मैले कुनै एउटा सानो सल्भ गर्न सक्छु अहिले हस्पिटलबाट केही देखाउनु पऱ्यो भने पनि हामीलाई त्यो 1 बोतल 2 बोतल बेचेर केही खानु हुँदैन फेरि गाउँमा हतपत किन्ने मान्छे पनि पाउँदैन त्यस कारणले गर्दा यसरी अब जति कोअपरेटिभ खोलेर हामीले एकैतालमा दिनु पायो भने क्यास पेमेन्टहरू दिएर लग्यो भने हामी कुनै हस्पिटलमा पेमेन्टहरू पनि गर्न सक्छौँ दबाई पानी किनेर पनि खान सक्छौँ अहिले एउटा दबाईको दाम पनि कहाँ पुगेको छ मूल्य त्यस कारणले हामीले 1 बोतल 2 बोतल नबेचेर हामी कुनै प्रयोग गर्न सक्दैनौँ त्यस विषय लिएर चाहिँ हामी एकैचोटि बेच्नु पायो भने हामी धेरै सहयोग गर्न सक्छौँ काम गर्न सक्छौँ घरको विकासहरू गर्न सक्छौँ सर हजुर हजुर हुन्छ खुसी छ तपाईँहरू कोअपरेटिभको सदस्य बनेर हुन्छ